Hello everyone, welcome back my new day new vlog. So सबैजनालाई ह्याप्पी तिहार। म चाहिँ आज मात्रै फुल चाहिँ दामी हुन्छ नि। म चाहिँ आज मात्रै लक्ष्मी पुज्दैछु। हाम्रो दिदीहरूले चाहिँ हिजै पुजिसक्नु भयो। त्यही भएर मैले चाहिँ आज चाहिँ यता यत्रो सयपत्री टिपेर ल्याएको छु। हाम्रो दिदीले चाहिँ हिजै मनाइसक्नु भयो है त गाइज। खोइ गाइजको स्टिङ गाइज यस्तो पनि छ हैन कता ए आवे गाइज जेटिसहरु पनि गाइज छिटो बच्चा बुझी यो पनि कहाँ दुईटा हाम्रो टुकुनाहरूलाई लुकाइवरी खाएको पो त यहाँ आएर हेर भने बर्बाद हुन्छ। कति हजार फालेको छ दोकान उयो हस्पिटलमा दबाई गरेर अनि कोको गिलासमा गाइस हामीले चाहिँ एक्सट्रिम खाइदिएको है त। यस्तो खोल्दा पनि क्या बच्छ भनेर नि बिस्तारै बिस्तारै छिसी गर्छ अहिले थाहा पाउँछ। बिस्तारै यो पुरै स्लो मोसन देख्यो भने आइहाल्छ। यसरी यसलाई घोल्नुपर्छ अलिअलि अन्त यसपालि त रुगा मार्गी पनि कति लामो लागेको साथीहरू कोजनालाई लाग्यो। हामीलाई त लागेर म 10 दिन उठ्यो होला उता कति दिन उठ्यो गाइसलाई निकै लडायो। बिरामी हुँदैन गाइस त्यसो भन्नु हुँदैन नानी भेटिहाल्छ फेरि। यिनीहरूलाई त नभेटोस् पनि थाम्नु सक्दैन खै यो आँखाहरू सबै दुखिरहेको त हस्पिटल गएर चेक गर भने गाइस ब्लड चेक गर भने केही देखाउँदैन के भएको भने कोरोनाको भाइ भन्नुहुन्छ डाक्टरले। कोरोनाको भाइ मलाई त त्यसो भन्नु कोरोनाको भाइ सरो यस्तो कुखुराहरू पनि होइन अस्ति त्यो बोसोमा क्या बोसो यति बाक्लो सानेको छेउहरूकोमा डुबेर क्या अब त्यसलाई मलाई यति धेरै समस्या पर्यो। त्यसलाई साबुनले धुम भने मरिहाल्छ, सेकौँ भने डढिहाल्छ। आगोमा त बोसो त बोल्छ त्यतिकै छोडेको यस्तो चाम्रो भइगएको छ त्यो चल्ला त। त्यसलाई त धुइवरी आएछ त घामको बेला त घाममा के को साबुनले पनि नजाने क्या यसरी धुँदा पनि ल्यासी भएको मेरो पनि छोडिदिएको। के को पत्ता नि चल्लाहरू पनि त्यसो गरौँ भने त साह्रै हुन्छ। अब ढोकामा फुल लगाइसकिएको छ कागजी फुल। अब सयपत्री फुल चाहिँ उनीवरी जस अलिअलि टिप्न पनि यस्तो लोभ लाग्दछ नि, यस्तो माया लाग्दछ कि हाम्रो आन्टीहरूको घरमा त्यस्तो राम्रो फुलेको छ नि यतातिर सबैले माग्छ कि गाई सबैले माग्छ। के गर्नु दिम त लाग्छ नि होइन माथिल्लो गाउँतिर आफू नाङ्गो भएर दिन नसकिने गाइस के गर्नु गाह्रो छ। फुल लाउनेलाई पनि गाह्रो छ यो यहाँ आन्टी नजानु यहाँ छ कहाँ नानी हेर्नु यहाँ तल यहाँ आन्टीको यहाँ काम पहिले यहाँ पनि थियो यहाँ रहेछ। त्यसो भए त म पनि पाउँदिनँ है क्या हो त त्यो आज चाहिँ साथीहरू म जेठी छोरीलाई रङ्गौली बनाउनु दिँदैछु। म पनि अलिअलि बनाउँछु। आज नानीलाई रङ्गौली बनाउनु यो खालको सियो त मैले देखेको छुइनँ त हौ गाई चाहिँ यो के हो यो सियो हो होइन उयो छैन टुकी छैन यो त फुल त सिलिन्छ कि लुगा चाहिँ असम्भव हो लु के खालको पर्यो होइन नयाँ चलाउँ न। अब नयाँ उनी भनेर ल्याएको फुल त उनिन्छ फुल त हुन्छ मजाले उनिन्छ। यही चलाउँ होला गाक्रीलाई म त यो राम्रै पो देखेको थिएँ नि। अनि गाइसमा रङ्गोली त यस्तो नराम्रो बनाउँछु अनि आन्टीले मलाई बनाउनु दिनु भन्नुहुन्छ भरे बिग्रियो भने मलाई कुट्नु हुँदैन त। त्यसपालि चाहिँ नानीलाई नै छोडिदिएको रङ्गौली बनाउनु। अनि आन्टीले कुटेको चाहिँ फेरि कहिले पो थियो होइन पहिले पो थियो त्यसरी। अर्को जमानातिर एकचोटि फर्केर जानुपर्छ। जमानामा गएर फेरि यो संसारमा सानैले भन्छ तन्तार नानी उयो लिएर आऊ न कैँची लिएर कैँची रहेछ आन्टीले कुट्नु भयो भने त फेरि अनि सागर बग्छ होला नि त आँखादेखि अनि गाइस यो मस्काउनु मलाई यति साह्रो परेको थियो नि घाममा लडेर किडनीको पाला आयो अरे कागती नुन के अरे त्यो
के लाउनु भयो पिताम्बरी पितम्बरु 3टा मिक्स गरिवरी त यस्तो टल्किने पो रहेछ या गाई चाहिँ ल ठिक छ मेरो चाहिँ खासै धेरै छैन एउटा गाग्री छ 2टा लोटा छ अनि ढोका ढोका त पर्तिर पनि लगाउँ कि क्या हो उता के अरे माथि मूल ढोकामा पनि लाउनु कहाँ मूल ढोका यो माथि टाढको मूल ढोकामा टाढको लगाउनु पर्यो अब जतासुकै लाउनु पर्यो अनि अब भाइटिका लाउनु पर्यो भाइटिका लाउने कोठामा पनि लगाउनै पर्यो यो घरमा चाहिँ हाम्रो गाइजकोमा चाहिँ के भन्छ गाई फुलै लाउनु पर्यो भने हाम्रो गाइजकोमा चाहिँ फुलैले लाउनु पर्यो भने चाहिँ के हुन्छ भने 1 बिघामा सयपत्री रोप्नुपर्छ होइन थाम्नु सकिँदैन रहेछ हौ गाई म त लुटा बाँधौँ ल यसमा राम्रो बाँधौँ त यता काम छैन ए तिम्रो किन छैन अहिले सधैँ छ अब एकछिन र अब म बस्छु एकछिन मेरो तिम्रो भिडियो सिडियो मेरो पनि तिम्रो एडिट हाल्नुपर्ने गाइड्स तिम्रो अहिले उयो छ नि नानी रङ्गौलीमा अनि यहाँ सकेर ऊ पनि जान्छ अरे फुपूकोमा जान्छु नि त्यहाँबाट पनि यसो हेर्नु कस्तो कस्तो हुन्छ ठुलो मान्छेकोमा भनेर टिका सिकामा चेलीकोमा गएर यसपालि जे होस् म त बिहे गरेर आएर माइतमा चाहिँ कति वर्ष भयो नानी त कति वर्ष पुगिस् त कति वर्ष पुगिस् 16 15 नि अब लाग्छु 15 पुरा पुग्छ होइन अब मङ्सिरमा खाएको उमेर मात्रै गनिन्छ नि त खाएको भन्नाले जस्तै त 15 पुरा पुगिस् भने 15 मात्रै हुन्छ नि त त्यही त 16 हिँड्छु भनेको भनेपछि मैले बिहे गरेर आएको 16-17 वर्षै भइसक्यो तर माइतीहरूलाई चाहिँ टिका चाहिँ लगाइदिएकै छैन जे होस् चेलीकोमा गएर खानु छैन नि त चेलीकोमा गएर खानु यस्तो मजा हुन्छ कि गाइस पलेटो कसेर मलाई त उहाँको चाहिँ त्यस्तो हुन्छ मेरो चाहिँ फेरि आउनुहुन्छ नि फेरि भोलि चाहिँ सेलरोटी पोलाइ हुन्छ आज चाहिँ उहाँको त एकदम रमाइलो खालको हुनुहुन्छ नि त मामाहरू त अनि मेरो मामा फेरि यता भान्जीलाई खुब मनपर्छ मामा एकदम रमाइलो खालको हुनुहुन्छ जेठा मामा कान्छा मामासँग त खासै भेट पनि भएको छैन होला यसको कान्छामामा खासै जिस्किने खालको जेठा मामा फेरि जिस्क्यो भने सकिँदैन जिस्काउनु फेरि त्यस्तो खालको मामा होइसिन्छ हाँग्ना पनि ठुलो पो भइसकेको छ हौ आउँदिन हाँग्न अब त्यो उनीहरूको म त हाङमा त मजाले हेर्दा त मामै जस्तो देख्यो एकछिन म चाहिँ अब उता जानुपर्ने गइएकै छैन यसपालि अब तिहार सिहार भाइ तर यसपालि त हाम्रो गाइजलाई ब्याटलक लगभग मङ्सिर पुस बित्छ जस्तो छ माइत यसपालि हाम्रो गाइजको चाहिँ गाइज यसपालि म दसैँमा गएकै छैन यता गाइज दसैँमा जान नपाएको अब त यता म गाइज चाहिँ फेरि दसैँमा गएर पनि फेरि आएर पनि नानीहरू छोडेर फर्केर पनि गएको के भरे भाइ चाहिँ खासमा चाहिँ यता चाहिँ मान्नु हुँदै थिएन होइन बस्नु चाहिँ तर हामीले जिद्दी गरेको मम्मीलाई बस्नु धेरै मन लाग्छ नि त म चाहिँ बिदा लिनु पर्यो बिदा लिनु त्यो आन्टीको रङ्गोली बनाउनु पर्ने एकछिन र अन्त नि अहिले नै त होइन न होला नि त ए एकछिन त भुलिनु ढोकामा त भाइहरूलाई एक साइड लगा न त्यो ढोकाको लागि त्यो अर्को पनि सियो धागो छ भने उन्दै गर्नु पर्थ्यो नि ढोकामा अर्को पनि उन्दै गर्नुपर्छ कि गाइज ढोकामा नाच्नु पर्यो नि मैले ढोकामा उन्नु न हुन्छ मिल्ने कतिको उयो गर्नु हौ कागजको पनि यतापट्टिबाट लाउँदै जानुपर्छ क्या ढोकामा चाहिँ नडरी हालौँ न गाई जति पुग्छ कि फुलले पुग्छ गाइज किन पो नपुग्नु हौ अब के भन्छ पाहाडको जस्तो यस्तो मिलाइ लाउनु भने त यो घरलाई त 1 बिघा खेतमा सयपत्री लाउनै पर्छ डबल हान्दैन कि सिङ्गल हान्दैन होइन त्यो त गाग्रीको लागि त पुग्छ पनि होला अब पुग्छ तर सानो मुख छ नि ढोकाको लागि डबलै हानिदिउँ होला हौ नि सिङ्गलमै हुन्छ कान्छी हो तुर्लुङ्गा यो हानिदिनुपर्छ यो धागो त कि डह्रो हुन्छ नि त यो त चुडिँदैन नि त यो धागो कम्ती ज्यान मारा पो हुन्छ यो त ढोकाको लागि एउटा बनु ढोकाको
त्यतिकै पुग्छ मलाई चाहिँ यसरी लगाइदिनु कस्तो राम्रो लाग्छ। अब यहाँ माथि पानी लगाएर पाती भए त पातीसहित लाउनु पर्ने हाम्रो पातीको खडेरी लागेर नि फेरि अरू नै फुल पनि लाउँदो रहेछ त नि। लाउँछ नि आन्टी हो टम्के अङ्कलले त हातले टेकेर माथि खुट्टा उचालेर काले दादाको मुखमै पक्कै दिएको रहेछ नि त यहाँ भिडियोमा हेरेको त भोकै भयो यहाँ सिस्टरले चाहिँ मेरी प्यारीले चाहिँ आज म चाहिँ सघाउन आएको मात्रै हो हिजो उहाँहरूकोमा सबैभरि प्यारीले आज मलाई पुरा दिदी बहिनीमा हेलेप गर्नु भन्ने उद्देश्यले झरेको हो हेलेप गर्नु अरे त्यो पनि दुईटा टुकुनाहरू बोलेर गर्मी लागेर पसिना पनि आयो टुकुनाले मलाई त पसिना बनायो दुईजनाले त ल गाइस यस्तो हुँदैछ अब हाम्रो ढोकामा चाहिँ यस्तो किनुवा कागजको पनि लगाइएको छ। कस्तो रमाइलो लाग्छ मलाई। कसो गर्नु अरे अगाडिदेखि आउनु। आज चाहिँ मैले बिहानै घर पनि लिपिसकेँ। यो ढोका हजुर त्यसलाई 100 रुपियाँ। म यहाँ नाप्छु है त्यो साथीहरू। नाच हेर्नु लगेको माथि नाच्दै थियो र जाने बित्तिकै सुति त हाल्यो अनि सानो लामो नै त साथीहरू हामी चाहिँ माला उयो गर्न थाल्यो नै त ल डोरीले त भने सके घाम त ढोकामा लामै लगाएको राम्रो नि साथीहरू यहाँ पुऱ्याउनुलाई पो अलिक आपतकालीन पर्दा जस्तो छ नि त हो यार। एकचोटि नि सयपत्रीको यो आउनु पर्ने मरे बेटारेर गए अब सके जिन्दगीमा मासुहरू त केही खानुहुन्न नि दुईजनै भाइहरूले माछा लिएर बेलुकै तार्दै राख्छु आफै पकाउँछु। अरे मजाको भाइहरू अनि म भन्दा उनीहरू नै मिठो पकाउँछ। माछा चाहिँ बेलुकै तारेर राखिदिइराख्नुपर्छ। मैले बनिसकेको छु। कान्छा त बिहानै उठेर जान्छ होला भन्छ बिहानै भन्दा पनि खै के गर्छ अब मेरो दाजुलाई छिटो बोलाउनु पर्ने छ। भरे यहाँ दोकानमा आएको गर्छ भने नहुनु पाउँदैन। तर 11:30 बजी त रहेछ गएको सायद बिहान उठेर नहुँदा के गर्दा होइन कान्छाले एकछिन रुँदै गर्दा आफू सकिहाल्यो। बिहान त नहुँदैन 9 बजी नहुयो भने पनि भ्याइने रहेछ भ्याइन्छ सबै तयारी बनाएर नुहाउनुपर्छ कि मजाले होइन यो नै हो नि सयपत्री नै हो कुकुर त होइन नि हेरौँ त कुकुर जस्तो देखिन्छ नचलाउनु अलिक यो के भन्छ ठेकपा र उयो मिसिएको गाउँले र सहरिया मिसेको जस्तै होला त्यो पनि। मेरो छोराको त घाँटी नै देखिँदैछ। यसपालि त सयपत्रीहरू बजारमा पनि खासै पाउँदै छैन भन्दैछ हौ। त्यो क्या हिजो पर आएर हामीले रोपेको थियौँ नि कान्छी उहाँ हो त्यो फुल यति राम्रो थियो होइन नओइलिने यो नि यो बाला त यसरी गर्दाखेरि पनि यसरी मिच्दा पनि नमिचिने त्यति डर हो। कस्तो फेरि कलर पनि राम्रो खालको रातो परेको कलर योभन्दा पनि भित्रिएको मजाले बिरुवावालीहरू मनाउँछ क्या ढोकामा यस्तोहरू लगाएर। मलाई चाहिँ फेरि कस्तो मनपर्छ ढोकामा चाहिँ लामो झुन्डाउनु उठाऊ बाबाले होला।
साथीहरू को आइपुग्नु भएको छ? कान्छी आमा मन्जु आमा चिसो खाँदैछु। हामी लगे खाइसक्यौँ गाइस। म त छ नि म त जतिचोटि पनि चेसमा आउँछु क्या। म चाहिँ पानी नै खाइसकेँ। अब हामीले लोटा सोटामा सबै लगाइसक्यौँ। यहाँ पनि देखाउँ न गाइस, यो चाहिँ विशेष गरी रङ्गोलीको लागि यस्तो कटिङ हुँदैछ। यिनीहरूको गफ फेरि यस्तो बहादुर तरिकाले त्यहाँ जाँदैछ, मान्छे पढाएर हिँडिदिन्छ अरे। गाइस कसको हिरोहरूको त्यस्तो गफ जाँदैछ हौ त्यहाँ। भगवानको लागि माला अनि यो लोटालाई हेर्नु न यस्तो दामी भएको छ। मरिगयो छ नि वाउ। अनि लास पनि ल्याउनु दिएको छैन ल साथीहरू, मालाहरू फुल उनिसकेर ढोकासोकामा लगाइयो। दोकान अगाडि पनि लगाएको छु मैले। अब चाहिँ रङ्गोली बनाउनु पर्ने हुन्छ। साँझ पनि भइसकेको छ। सो धेरै लेटो भइसक्यो। बिहानदेखि काम गर्दा पनि काम कहिल्यै सकिँदैन। सो चाडबाडमा त झन् यति हुन्छ नि। साथीहरू मैले चाहिँ दोकानमा पनि लगाएँ, तर भने जस्तो भएन। अझै राम्रो लाउने मन थियो ढोकामा। मेरो सयपत्री फुलहरू अहिले घाम लागिरहेछ, खासै मजाले देखिएको छैन। यतिको लगाएँ। मेरो सामानहरू त्यति धेरै त छैन, यति मात्र छ है। हेर्नु न साथीहरू, कस्तो क्युट देखिरहेछ नि। म त कस्तो राम्रो लाग्छ मलाई। मेरो गणेश भगवान् सफा गरेर राखिरहेको छु। सो गणेश भगवानको लागि माला अनि फुलहरू सबै रेडी गरेर यो चाहिँ रङ्गोलीको लागि तयारी हुँदैछ। सो अब रङ्गोली बनाउनु पर्ने हुन्छ साथीहरू। रङ्गौली बनाउँदा चाहिँ गाइज यस्तो चाहिँ कैँचीले काट्नुपर्ने रहेछ है त गाइज। उसको यो कम्बरलाई चाहिँ काट्योवरी काटेको यस्तो निस्किन्छ हैन। यहाँ विशेष अर्को पनि छ नि, यसलाई पनि क्या यसलाई त बिर्सिएछ गाइज देखाउनु। उहाँ चाहिँ हामी विशेष राईहरूको के भन्छ, मुन्दुमी राजा। मुन्दुमी राजा हो, मुन्दुमी राजा यसकै नामले चिनेको हो हामी। धेरै मान्नुपर्छ। ल साथीहरू, अब रङ्गोली बनाउनु पर्ने हुन्छ। यतिले मैदा चाहिँ थप्नुपर्छ होला। मैले चाहिँ रङ्गोली बनाउन आँटेको। हामी दुईजना मिलिवरी, दिदीबहिनी मिलिवरी। के छ गाइस थाहा छैन, हाम्रो आरीबाट मेकिङ भइरहेछ क्या। मेरो दुईटा कचौडा छ। मेड इन नेपाल। यस्तो चाइना आज छ भोलि छैन हैन हाम्रो। आज मेड इन नेपालको रङ्गोली बन्न लागिया छ। सो ल अब कस्तो बनाउँछौँ केही थाहा छैन बिहानै साथीहरू। गाइसले के भन्छ, उयो चाहिँ लिपेको हो। यहाँ राम्रोसँग हेर्नु होला गाइसहरू। गाइसले बिहानै गोबरले लिपिसक्यो हो। गोबरले लिपेको हो। अब तितेपातीले नोट्याक मात्रै हो क्या। मैले चाहिँ चोख्खैवरी अब यहाँ खतरा हुन्छ। हामी चाहिँ सेतो कलरले नपुगेर मैदाबाट मिक्स हानिरहेछौँ साथीहरू। त्यो पट्टा नै भाइले बोकिरहेको थियो, बिर्सिएछ नि, खत्तम हुन नि। आइडिया केही छैन साथीहरू, दिमागमा जस्तो आउँछ त्यस्तै हालिदियो। यता चाहिँ आमा छोरीले
यो पुरै दिन थालिसक्यो। बोल पनि कहाँ सानो हो र, 1 बिघा आँट्ने बोल हो। जे होस् लास्टमा यसको लुक चाहिँ कस्तो हुन्छ भनेर चाहिँ यता गाइजले देखाउनु नै हुनेछ। सेलेले र पेलेले भन्नु थाल्यो नि त डिब्बामा भएको भए कस्तो इजी हुने। जान्थ्यो मेड इन हाउस, घरमा जे छ त्यहीबाट थाल होइन। छोरीले पनि हिजोदेखि सिकिया छ हल्का। म लान्छु तिमीलाई अहिले। लुक्स हुन्छ, त्यसमा पनि मिलाउने राम्रो छ। त्यो भरे पुगेन भने नि त्यहाँ अलिकति थप्यो। भयो बिगार्दिदैन नानी यसरी बनाउँदै जाऊ ल तिमीले। यता मेरो आउनु त छोरो, परैबाट ल्याऊ है नानी, भरे मिल्दैन। उताबाट जाऊ आन्टी, यहाँबाट जाऊ त। नपकाऊ है, जतासुकै यसरी फोहोर हुन्छ नि फेरि राम्रो देख्दैन भरे। कतिकोमा हाल्नु? यतिकोमा जोल ठाउँ ल। जोड ठाउँ न, जोल ठाउँ नभए त्यो बिचमा फेरि अर्को कलर हाल्नुपर्छ नि त, जोड्नुपर्छ। ल ल ल साथीहरू, हामी चाहिँ आफ्नो डिजाइन निकालेर भरे मिलेन भने चाहिँ नि कान्छी उयो गर्नुपर्छ, के भन्छ, त्यही कचौरीले छोपेर छेउमा अलिकति सेतो हालिदिनुपर्छ। यता चाहिँ नि हाम्रो कान्छा देवर आमा लास्टै हेन्सम हुनुहुन्छ। उहाँलाई चाहिँ लाइन, यो लाइन टिकेहरूको देवरानीहरू 2 जना आयो भने चाहिँ खतम हुने भयो।
ओए दादे लैजाइनलाई दादै भाग्नु खोजेको होला उयो माख्लो लगाउँ न पिठोमा बुवाले सफा गर्न थाल्नु भयो सजिलो चाहिँ धेरै सजिलो नि यसरी यो गीतमा त पहिला हाम्रो गाउँको अङ्कलहरूसँग बिहे भदैमा त रो नाच्यो नि मम्मी कम्पिटिसन नाच्दै बसिन्थ्यो सानो मजा हुन्छ सानोमा हल्का लुक्स यस्तो आइरहेको छ बनाउनेहरुको थोक्स पनि देख्नु भएछ टाढाबाट अनि उहाँ चाहिँ कलर हाल्ने टाढाबाट है गाइस अनारको फेरि यता चाहिँ हेल्पर त्यही त हेल्पर भन्नुहुँदैन यहाँ चाहिँ यस्तो भइराखेको छ त यहाँ त्यहाँ अगाडि नजा मलाई नहोला है ढोका थुने कि थुनेन नि निरजले हेन्सम भएर आयो कता पसिगयो हेर्नु पर्यो होला नि त हौ तलतिर उसलाई निरज दादा गयो भाउजू हेर्नु सानोमा नबुझ्दा त कम्ता सन्किँदैन थियो त भाउजू हेर्नु गयो भन्दाखेरि होइन होइन भन्ने बात थियो त हान्दैछ पहिला अम्लाले यसो तेर्साएर छोडेको भए अलिक राम्रो देखिन्छ यता आउनु यता आउनु नानी चम्पी ल्याउनु त यहाँ हेल्पर भएर के यता कान्छा छोरा राम्रै रङ पछि उसले एक्लैले रङ्गोली बनाउँछ खुसी र बिपसा पनि आएको थियो होइन खोइ आउँदै थियो कता गयो फुल टिपेर लाँदैछ झन् नाचौँ यहाँ तल जाउँ न निशा खाली हो आऊ त यहाँ म पनि अर्को बनाउँदै गर्छु तिमी भिडियो गर त म चाहिँ रेडी भइसकेँ One, two, three. तपाईँ हाम्रो चाडपर्व भएको कारणले गर्दाखेरि तपाईँ हामीले यसलाई सुरक्षित तरिकाले चाहिँ हर्षोल्लासको साथमा चाहिँ वर्षमाले श्री महापर्वलाई विभिन्न कार्यक्रमको माध्यमबाट यतिको त ठिकै छ सांस्कृतिक अभियानहरू अगाडि बढाउने हामीले जमर्को गरिरहेका छौँ तथापि तपाईँको माझमा हामीले मैले पनि अघि पूर्वघोष गरिसकेको छु कि विभिन्न समुदायलाई प्रेजेन्ट गर्ने हाम्रो प्रस्तुति तपाईँको माझमा हामी राख्ने नै छौँ जसरी राई समुदायले नाच्ने विशेष गरी उदौली र उभौली पर्वमा साकेरा सिली पनि तपाईँको माझमा हामी राख्ने नै छौँ त्यसरी लिम्बू कल्चरको खेलाङ आङलाङ पनि तपाईँको माझमा हामी राख्ने छौँ र तामाङ गणेश मानेर कि उतापट्टि यो सानोलाई पहिला पुस्ने म पनि तल जानुपर्ने तल जानु भने जान्छौँ त ए जानु नि आन्टी पनि ए जाऊँ न हौ आज त सबै ल त्यतिखेर पकाइ खानु पनि भोक पनि लाग्दैछ म त
साथ सपोर्ट गरेर उपस्थित हुनुहुने सम्पूर्णलाई विशेष गरी नगर सभाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धेरैभन्दा धेरै धन्यवाद भन्दै फेरि म ढिला नगरेर तपाईँहरूलाई हाम्रो गाइजको लक्ष्मी पूजा बबिता राई र सोनिका राईले आफ्नो प्रस्तुति राख्न पनि हार्दिक अनुरोध गर्दै स्वीकार गर्नुहोस्। बबिता आन्टी बोलाउँदैछ। साङ्गीतिक कोसेली मलाई पुगेन यो पैसाले। म चाहिँ लक्ष्मी पुज्दैछु है त साथीहरू। चढाइदिनु होला आज 3 जनाले बनाएको रङ्गोली। ल मम्मीको हात पक्र न। कोही नानी यता आउँदैछ, अहिले म पुग्छु नि फेरि। यस्तो मजाले क्या, यस्तो मैदा घुलेर होइन कान्छी, यस्तो यस्तो गर्दै अघि बनाएको रङ्गौली चाहिँ यस्तो भयो। मैले बाली पनि सकिदियो। सो हेर्न सक्नुहुन्छ। कस्तो लाग्छ तपाईँहरूलाई कृपया कमेन्ट गरिदिनु होला। यस्तो भएको छ है, यतिको बनाएँ रङ्गौली। अनि लक्ष्मी चाहिँ मैले यहाँ पुजेको छु साथीहरू यसरी। ह्याप्पी लक्ष्मी पूजा। साथीहरू मैले चाहिँ लक्ष्मी पनि पुजिसकेँ है। यो चाहिँ मेरो पुरानो कुर्ती हो। अहिले बाहिर एकदम गानाको लाउड आइरहेछ, किनभने साउन्ड पनि राम्रो आइरहेको छैन। हाम्रो गाउँमा नाच पनि लिइरहेछ नि त। किनभने कतिजनाले हिजो बुझ्नुभयो, कतिजनाले आज। सो मैले चाहिँ साथीहरू आज पुजेँ लक्ष्मी पूजा है, मैले पुजिसकेँ। सो ह्याप्पी लक्ष्मी पूजा सबैजनालाई। साथीहरू हामीहरूको चाहिँ दीपावली यसरी मनाइराखेको छौँ। सो यहाँनिर हामीले रङ्गोली बनाएको छौँ। यस्तो छ, जस्ट सिम्पल छ साथीहरू हामीहरूको दीपावली चाहिँ। यस्तै छ। उहाँ रङ्गोली बनाएको छु, पछि चाहिँ यहाँनिर सट्ट ढलाई हानेर यहाँ बनाउँछु। यो त ठुलो माथि जान्छ सोडुम
ला यो त महँगो पर्यो गाईचहरू डढाएर के वाउ दामी है यो त ह्याप्पी दिवाली